आज हामी पोखरातिर लागौँ है। त्यहाँ एउटा चिया पसल छ, चिया चपाउ, जसको खूब चर्चा छ। त्यो खानु मिल्ने कपवाला होइन? हो, चिया पिउने अनि कपै खाने। कस्तो अनौठो आइडिया। आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ, अनुप पौडेलको लेखलाई आधार मानेर। ए राम्रो। यो कसरी एउटा कलेज प्रोजेक्ट चाहिँ यस्तो चर्चित व्यवसाय बन्यो भन्ने कुरा रोचक छ नि। एकदम। खासमा यो त एउटा अध्ययन परियोजना मात्रै थियो रे, तर अहिले त पुरै भाइरल। पोखराको पृथ्वीनारायण क्याम्पस गेट नजिकै छ यो पसल। हो नि, यो पोखरा विश्वविद्यालयमा उद्यमशीलता पढ्ने 4 जना विद्यार्थीहरू मन्जु, स्तुति, नम्रता र यनिका, उहाँहरूको 8औं सेमिस्टरको प्रोजेक्ट हो खासमा। ए प्रोजेक्ट वर्क पो। 6 महिना लगाएर रिसर्च गरेर योजना बनाएर सुरु गर्नुभएको। मतलब सुरुको उद्देश्य त नाफा कमाउने भन्दा पनि पाठ्यक्रमको आवश्यकता पूरा गर्नु थियो। अनि यो खान मिल्ने कपको आइडिया चाहिँ कसरी आयो होला? अरू चिया पसल भन्दा फरक गर्नु पर्यो होइन? त्यही त 7औं सेमेस्टरमा उहाँहरूलाई कस्तो भने वातावरणलाई पनि असर नगर्ने अनि अलि नौलो खालको बिजनेस प्लान चाहियो। ए अनि गुगलमा खोज्दाखेरि इडेबल कप, खान मिल्ने कपको कन्सेप्ट भेट्नु भएछ। पोखरामा यस्तो थिएन अनि वातावरण मैत्री पनि हुने देखेर यही आइडिया फाइनल गर्नुभयो। सुन्दै रमाइलो। तर यो कप कस्तो हुन्छ? चिया जस्तो तातो चिज राख्दा गल्दैन? त्यो त भारतबाट ल्याउनुहुन्छ अरे, मकै र गहुँको पिठोबाट बनेको। अच्छा। तातो चिया हालेपछि नि करिब आधा घण्टा जति चाहिँ टिक्छ। कुरुम कुरुम बिस्कुट जस्तै हुन्छ अरे सुरुमा। आधा घण्टा? ल ठिकै छ त। त्यसपछि चाहिँ बिस्तारै नरम हुँदै जान्छ। अनि रमाइलो कुरा के छ भने कपमै फ्लेभर पनि छ। ए हो र? कस्तो फ्लेभर? भेनिला, चकलेट अनि इलायची। चियासँगै कपको स्वाद पनि लिन पाइयो। मूल्य चाहिँ भेनिलाको अलि महँगो, कपसहित 65 रुपियाँ। चकलेट र इलायचीको चाहिँ 60। ओहो, कपमै स्वाद। अनि यो त रातारात हिट भयो भन्ने सुन्छु नि, त्यो कसरी भयो? त्यो त झन् अचम्मको कुरा। जेठ 10 गते पसल खोल्नु भएछ अनि मन्जुले टिकटक र इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्नुभयो, चिया चपाउन कहिले आउने भनेर। खासै के होला भन्ने सोच्नु भएको थिएन रे, तर भोलिपल्ट बिहान उठ्दा त त्यो भिडियो भाइरल। कति पुग्यो भ्युज? रातारात 12 लाख, अहिले त 47 लाख कटिसक्यो। ओहो, रातारात 12 लाख। अनि त पसलमा भिड थामिन सक्नुभयो होला नि? हो नि, सुरुमा त जम्मा 2वटा टेबल राखेर सानो ठाउँमा सुरु गर्नुभएको थियो, प्रोजेक्टका लागि मात्रै भनेर। भिडियो भाइरल भएपछि त मान्छेको ओइरो लाग्यो। त्यो भिड व्यवस्थापन गर्न नै हम्मे हम्मे भयो रे सुरुमा। चिया चपाउ नाम पनि अलि क्याची भयो क्या र? पक्कै पनि। अनि किताबमा पढेको कुरा र आफै पसल चलाउँदा त कति फरक पर्यो होला है उहाँहरूलाई? एकदमै। रिसर्च गर्दा त कागजमा मात्रै भयो, तर पसल चलाउँदा त ग्राहकसँग डिल गर्नेदेखि सामान ल्याउने, हिसाब किताब राख्ने कति हो कति। व्यावहारिक अनुभव फरक पर्यो। सुरुमा त उद्यमशीलता किन पढ्नु परेको होला जस्तो पनि लाग्थ्यो रे, तर अहिले आफैले यो सब गरेपछि चाहिँ यसको महत्त्व बुझेको छु भन्नुहुन्छ। दैनिक 50 देखि 130 ग्रुपसम्म ग्राहक आउँछन् रे। राम्रो चहलपहल रहेछ। आम्दानी नि ठिकै होला त कि चियाले मात्र गाह्रो पर्छ? त्यो रिसर्चमै देखेको कुरा रे। चिया र कपको लागत कटाउँदा नाफा खासै नबस्ने। त्यसैले अलि खर्च धान्नलाई चाउचाउ चटपटा जस्ता अरू खाजा पनि राख्नु भएको छ, तर मुख्य आकर्षण त त्यही खान मिल्ने कपको चिया नै हो। ग्राहकहरू के भन्छन्? युवाहरू बढी आउँछन् होला है? हो, युवाहरूमा क्रेज बढी छ। नयाँ अनुभव लिन आउने धेरै छन्। प्रतिक्रिया एकदम राम्रो छ। तर कतिपय अलि पाका ग्राहक, जस्तो उहाँले भन्नुभएको बुवाहरूले चाहिँ कप मिठो छ तर चिनी नहालेको भए हुन्थ्यो भन्नुहुन्छ रे। सुगर फ्री कपको माग, त्यो पनि विचार गर्नुपर्ने कुरा भयो। स्वास्थ्यको हिसाबले। साँच्चै नै यो एउटा विद्यार्थीहरूको सानो प्रयासले यस्तो चर्चा पाउनु अनि वातावरणको लागि पनि राम्रो सन्देश दिनु गजबको कुरा रहेछ। एकदम। यसमा शिक्षा, प्रयोगात्मक काम, विद्यार्थीको आइडिया अनि अलिकति त्यो भाइरल हुने भाग्य पनि जोडियो। तर एउटा महत्त्वपूर्ण कुरा के छ भने यो त 6 महिनाको प्रोजेक्ट हो नि त। हो त। त्यसैले यो 6 महिना सकिएपछि चिया चपाउको भविष्य के हुन्छ त्यो चाहिँ अहिले नै भन्न सकिन्न। सायद उहाँहरूले यो अनुभवको आधारमा पछि केही सोच्नु होला। यो त विचार गर्नुपर्ने पोइन्ट भयो। यति सफल प्रोजेक्ट तर अस्थायी हो।
र यसले एउटा प्रश्न उब्जाउँछ। यस्ता अस्थायी तर नौलो अनि दिगोपनको सन्देश दिने विद्यार्थी प्रयासहरू कति सफल हुन्छन्? के मान्छेहरू यस्ता क्षणिक तर फरक अनुभवका लागि साँच्चै आकर्षित छन् त? अनि के यस्ता आइडियाले खाद्य व्यवसायमा साँच्चै नयाँ ट्रेन्ड वा दिगो अभ्यास ल्याउन सक्लान् त? यो सोच्नुपर्ने कुरा भयो। एकदम, यसमा घोत्लिनुपर्ने देखिन्छ।